खसम्बा जय हर्कबाद जय हर्कबाद जय श्रम संस्कृति पार्टी जय श्रम संस्कृति पार्टी धन्यवाद। नगरपालिकालाई गिफ्ट है यो नगरपालिकालाई गिफ्ट दिक्तेल खोटाङको जिल्ला कमिटी लगायत नगर कमिटी सम्पूर्ण भेला भई यो दिक्तेल बजार सरसफाई कार्यक्रम अभियान चाहिँ चलिरहेको छ यहाँनिर। यसमा आज चाहिँ विशेष गरी म पनि यहाँ उपस्थित भइसकेको छु र यहाँ देख्न सक्नुहुन्छ सबैजना हाम्रा श्रमदाताहरू एकदम बकाइदा साथ लागिरहनु भएको छ। श्रम अभियान यो दिक्तेल बजार सरसफाई अभियान हरेक हप्ताको शनिबार चाहिँ जय माटो ल सबैलाई ल है बजार सरसफाई अभियान एकदम रगत होइन पसिनाले भिजाऊ यो देश श्रम रूपी फलाऊ यो देश ल सबै फोहोर मैला चाहिँ उठाउनै डाँडामा चाहिँ हामीले आज सरसफाई गर्दै आइपुग्यौँ। यहाँ धेरै फोहोरहरू थुप्रेको रहेछ। यो फोहोरको व्यवस्थापन चाहिँ दिक्तेल नगरपालिकाको मेयर उपमेयरज्यूले चाहिँ यसमा ध्यानकर्षण नगरेको हो कि टोयलेटको अवस्था त्यस्तै छ, यो भित्रतिरको फोहोर उस्तै छ। अब यसलाई हामीले चाहिँ आज यसरी सङ्कलन गरेका छौँ। यो फोहोरलाई चाहिँ व्यवस्थित गरिदिनुहुन्छ भन्ने कुरा आशा छ र आगामी दिनमा गरिदिनु पनि पर्यो र आगामी दिनमा चाहिँ तपाईँको चाहिँ यहाँ फोहोर चाहिँ जति आम भनौँ न यहाँ हटियामा आउनुहुन्छ सर्वसाधारण व्यक्तिहरू बेच्नको लागि किनमेल गर्नको लागि आउनुहुन्छ उहाँहरूले पनि यसरी चाहिँ प्लिज तपाईँहरूले यो फोहोर जताभावी नगरिदिनु होला। आफ्नो जस्तो आफ्नो घर जसरी सफा राख्नुहुन्छ त्यसरी नै यो बजार पनि यो हाम्रो दिक्तेल बजारको पनि तपाईँको सफा सुन्दर होस् के भन्न चाहन्छु र मेयर साहबलाई अब सक्नुहुन्छ भने ट्र्याक्टर चाँडै लिएर यो फोहोर व्यवस्थित बजार भनेको फोहोर व्यवस्थित गर्ने हामी हार्दिक अनुरोध गर्दछौँ। यो फोहोर चाहिँ धेरै छ दिक्तेलदेखि नगरपालिकासम्म र यो तपाईँहरूले चाहिँ अहिले प्लास्टिक र यो बोतलहरूको व्यवस्थित यो चाहिँ खोटाङ जिल्लाको नगरपालिकाभरिमा चाहिँ तपाईँहरूले हटाउने भन्ने छ। तर यो हटाउने भन्दा पनि यो चाहिँ तपाईँहरूको चाहिँ यहाँनिर फोहोरको डम्पुरै जस्तो देखियो। अब यसलाई चाहिँ तपाईँहरूले कसरी विस्थापित गर्नुहुन्छ यसमा चाहिँ हाम्रो पनि चाहिँ आम श्रम सर्वसाधारण र श्रम संस्कृति पार्टीको चाहिँ निगरानीमा रहन्छ। हस्त धन्यवाद। जय माटो।